240 वर्षसम्म नेपालका राजाहरूले यो देशबाट जति अर्ब खर्ब खाए त्यसभन्दा 4 गुणा बढी क्षति एक्लो प्रचण्डले 30 वर्षमा यो देशमा गरे। यो कुरा म अहिले यहाँ कुनै भावनामा बहकिएर पूर्वाग्रही भएर भनिरहेको छैन। यसको एक हिसाब नेपालको इतिहासको पानामा दर्ता भइसकेको छ। तर आज प्रचण्ड भन्दै हुनुहुन्छ 250 वर्षसम्म राजा महाराजाहरूले यो देशलाई कहाँ पुर्याए? नेपाली जनताले बिर्सेको छ। मूर्ति चोर को हुन्? ठुला ठुला मूर्ति चोरहरू अहिले राजा हुन खोज्दैछन्। भाइमारा को हो? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ? यी महान वाणी अध्यक्ष कमरेड प्रचण्डको हो। उहाँको कुरा छोटोमा सुनिया। 250 वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए? नेपाली जनताले बिर्सेको छ। मूर्ति चोर को हुन्? नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो? भाइमारा को हो? आफ्नै वंश मास्नेले चाहिँ आएर अहिले फेरि धाग लगाउन मिल्छ? 250 वर्षमा नेपालका राजाहरूले देशलाई ब्रिटिसको गुलाम बनाए कि भारत एकीकरण हुँदा त्यही लगेर मिसाइदिए? भारतका 101 शक्तिशाली राजाहरूको सामर्थ्यले नभ्याउँदा उनीहरू बेलायतीका रबर स्ट्याम्प बने देशवासीलाई गुलाम बन्न बाध्य पारे। अनि 565वटा भारतका राजाहरूले नेहरू र पटेलहरूसँग नसकेर आफ्नो देश विलय गर्न विवश भए। अनि नेपालका राजाहरूले 250 वर्षमा उताका राजाहरूले चाहिँ गर्नुपर्ने थियो, त्यसो गरेनन् भनेर कम्फर्टेबल सरकार सञ्चालक प्रचण्डलाई रिस उठेको हो। 240 वर्षमा नेपालका राजाहरूले खाएर शौक गरेर फुर्माइस गरेर पनि त्यति सकेनन् जति तपाईँ प्रचण्ड एक्लैले यो देशलाई क्षति पुर्याइदिनु भयो। तपाईको जनयुद्धले 2 खर्ब त नेट क्षति पुर्याउनु भयो। पूर्वाधार तहस नहस पार्नु भयो। उद्योग धन्दा चौपट पार्नु भयो। 15 लाख नागरिक विस्थापित भए। 20,000 कलिला बालबालिकालाई विद्यालयबाट छुटाउनु भयो। धेरैलाई अपहरण गरेर मृत्यु कुण्डमा होम्नु भयो। 5,000 भन्दा बढी विद्यालयका भवन ध्वस्त पार्नु भयो। 5.5% को आर्थिक वृद्धि दरलाई 0.1% मा झार्नु भयो। जनयुद्धका 10 वर्ष त्यसपछिका संक्रमणकालीन 10 वर्ष गरी नेपाली जनताका ती सुनौला 20 वर्ष तपाईँ मात्रैका कारणले नष्ट गरिदिनु भयो। साँच्चै भन्ने हो भने नेपाली जनताको एउटा पुस्तालाई नै तपाईको पारिवारिक कल्याणका लागि सुरु भएको जनयुद्धले तहस नहस पारिदियो। यस्तो काम न नेपालका कुनै राजाले गरे न तिनका छोराछोरीले गरे। उल्टो राजा र राजपरिवारका मान्छेले आफ्नो औकात अनुसार विद्यालय खोले, विश्वविद्यालय खोले, राजमार्ग खोले। तर देश र जनता रुवाउने काम नेपालका राजपरिवारले गरेको इतिहासमा देखिँदैन। प्रचण्डको हातबाट विध्वंस मात्रै भएको होइन, अरबौं रकम इनामिना भयो भन्ने कुरा उहाँकै साथीहरूले भनिरहेका छन् जो हिजो जनयुद्धमा उहाँसँगै थिए। यो पनि सुनौ। बुढी गण्डकी मलाई थाहा छ, मेरो पालामा सुरु गरेको बुढी गण्डकी एउटा कमिसनको र 9 अर्ब रुपियाँ केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, मलाई थाहा छ यो कुरो। प्रमाणित गरेर भने त्यो पनि गर्न सक्छु मैले। उहाँहरूले बाँडेर खानु भएको छ। प्रचण्डजीसँग अरब रुपियाँ छ। अहिले उहाँले दुबईमा राखेको 41 अरब रुपियाँ नेपाल कसरी भित्र्याउने भन्ने ठुलो टेन्सन छ। उहाँले जिम्मा दिनु भएको छ वामदेवजीलाई। अनि प्रचण्डजी तपाईँहरूलाई त्यो 41 अरब दुबईको ब्याङ्कमा राख्ने पैसा कहाँबाट आयो? तपाईँ हिजो माओवादी पार्टीको नेता हुने बेलामा तपाईँको परिवारलाई वर्षभरि खाना पुग्दैन थियो, हेर्नु भएको छ? अब आज प्रचण्ड भन्नुहुन्छ 250 वर्षसम्म नेपालका राजा महाराजाहरूले देशलाई कहाँ पुर्याए? 178 वर्ष अघि नेपालमा राणा शासन सुरु भएको थियो। 178 वर्ष अघि बाँकी दुनियाँ जस्तो थियो, नेपाल पनि उस्तै थियो। त्यो बेला देश जोगाउनु नै राजाहरूको पहिलो चुनौती थियो। जसो तसो उनीहरूले जोगाए पनि। 1903 देखि 2007 सम्मको 104 वर्ष राणाहरूले राजाहरूलाई रबर स्ट्याम्प बनाएर देश लुटे। राजा महेन्द्रले 17 देखि 28 सालसम्म प्रत्यक्ष शासन गरे। त्यही कारण आधुनिक नेपालको जग बस्यो। राजा ज्ञानेन्द्रको 2-2.5 वर्षको प्रत्यक्ष शासन बाहेक नेपालमा राजाको हुकुमी शासन कहिले पनि भएन। यो ऐतिहासिक तथ्यलाई प्रचण्डको भ्रामक दाबीले बदल्न सक्दैन। एउटा कुखुराको भालेले मैले बासेका कारण बिहान भयो, उज्यालो भयो भन्ने ठान्छ रे। कुखुराको जस्तो भ्रम पालेर जनतालाई पनि यस्तै भ्रममा राख्न अहिले पनि प्रचण्ड कोसिस गरिरहनु भएको छ। जनयुद्धले देशलाई दिएको चोट त भनि नै हाले। अब त्यो हिंसाले प्रचण्डलाई चाहिँ के दियो त?
स्वयं उहाँलाई 3 पटक प्रधानमन्त्री बनायो, मतपत्र च्यात्न लगाएर पनि छोरीलाई मेयर बनायो, कान्छी बुहारीलाई मन्त्री बनायो, माइली बुहारीलाई घरभित्रै हिंसा खेप्न बाध्य बनायो, भाइलाई अध्यक्ष बनायो, भतिजोलाई राजदूत बनायो, कान्छो ज्वाइँलाई सांसद बनायो, ज्वाइँहरूलाई छोरीहरूकै सभामुखको सचिव बनायो, चितवनको एउटा साहुले बाबुलाई हेपेको रिस फेर्न प्रचण्डले मच्चाएको हिंसाले जनताको बिल्लीबाट बनायो, उनको सकल परिवारलाई राजा महाराजाको लेभलमा पुर्यायो। अहिले प्रचण्ड भन्नुहुन्छ मूर्ति चोर को हुन्? ठुला ठुला मूर्ति चोरहरू अहिले राजा हुन खोज्दैछन्। भाइमारा को हो? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ? एक पत्रकारले लेखेको र स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको एउटा समाचारको भरमा पूर्व राजा ज्ञानेन्द्रलाई प्रचण्ड मूर्ति चोर भन्दै हुनुहुन्छ, जुन आरोप पुष्टि भएको छैन, जसको सत्यतामा शङ्का मात्रै छन्, त्यसैलाई आधार बनाएर उहाँ अरूलाई मूर्ति चोर भन्नुहुन्छ। तपाईकै छत्रछायामा पालिएका सांसद कार्चेन लामा मूर्ति चोर हुन् भन्ने पुष्टि छ, प्रमाण छ। उहाँले जेल जीवन काटेर आउनु भएको अभिलेख नै छ। बरु तपाईँ आज जनतालाई जवाब दिनुहोस्, कार्चेनले मूर्ति चोरेर कमाएको कति रुपैयाँ तपाईँलाई बुझाउनु भयो र तपाईँले उहाँलाई सांसद मन्त्री बनाउनु भयो? अब रह्यो वंशनाशको कुरा। 5 वर्ष शासन गर्न पाएको भए चाहिँ राजा वीरेन्द्रको वंशनाश भएको दरबार हत्याकाण्डको छानबिन गराउँथे भन्दै हुनुहुन्छ। अर्थात् फेरि पनि प्रधानमन्त्री बन्नेतिरै ध्यान। राणाहरूले चाहिँ 104 वर्ष पाउनुभयो भने पनि तपाईँले देशलाई दिने भनेको चोट मात्रै हो। नेपाली जनतालाई खुसी हुने काम तपाईबाट अब सम्भव छैन, किनभने तपाईँको पुरै जीवन नै छलकपट, झुट र बेइमानीबाट गुज्रियो। अध्यक्षज्यू, माइन्ड नगर्नु होला। न गाँजा सुध्रेर गुन्द्रुक बन्छ, न जाँड सुध्रेर मोही बन्छ, न तपाईँ सुध्रेर मान्छे बन्न सक्नुहुन्छ। ज्ञानेन्द्रले वंशनाश गरे भन्ने तपाईँको जुन दाबी छ, मानव कल्पना गरौँ कि ज्ञानेन्द्रले नै वीरेन्द्रको वंशनाश गरेका थिए रे। उनले त एक भाइको वंशनाश गरे। तपाईँको जनयुद्धमा 17,000 मान्छे मरे, त्यहाँ कतिवटा वंशनाश भयो होला सोच्नुहोस् त। अध्यक्ष प्रचण्डको यो भाषा, तर्क, दाबी जति अश्लील छ, अशिष्ट र अमर्यादित छ, त्यति नै अशिष्ट उहाँका कार्यकर्ता पनि छन्। दर्शकबिन, उहाँकै एक कार्यकर्ता हुनुपर्छ। मान्छे त मैले पनि खास चिनिनँ। उनले बोलेको कुरा अहिले सामाजिक सञ्जालमा भाइरल छ। प्रचण्ड झै अशिष्ट उनका एक कार्यकर्ताले बोलेको कुरा छोटोमा सुन। योभन्दा बढी ज्ञानेन्द्र चामक चुमुक गर्ने भनेदेखि नेपालीहरू काटिएका हुन् नि, राजनीति टाउका गिडिन्छन् नि, गिडिएको इतिहास छ नि। उनले चोरीखोरी धेरै नगरून्, उनका मान्छेहरूले पनि चोरीखोरी धेरै नगरून्। हिजो निहत्ता नागरिक, शिक्षक, किसान, कांग्रेस एमालेका कार्यकर्ता, ट्राफिक, मर्निङ वाकमा निस्केकाहरूलाई जसरी उहाँहरूले काट्नुभयो, त्यो धङधङी अहिले पनि कायम रहेछ। रगतको त्यत्रो खोलो बगाएर पनि यी कार्यकर्तामा रगतको प्यास अझै मेटिएको रहेनछ। दर्शकबिन, वीरेन्द्र तिनै राजा होइनन् जसले जो मरे पनि नेपाली नै मर्ने हुन्, सेना परिचालन नगरौँ, मान्छे मारेर मात्रै समस्या समाधान हुने होइन भनेर सेना परिचालन गर्न नदिएका तिनै राजाहरूको उदारताले बाँच्न पाएकाहरूले अहिले राजगद्दी गुमाइसकेका राजाहरूको टाउको काट्ने रहर गरिरहेका छन्। दुःख यस कुरामा भयो कि न प्रचण्ड कहिले सभ्य नागरिक बन्न सके, न उनले एकजना सभ्य नागरिक स्थापित गर्न सके। छल कपट, हिंसा र उत्तेजनामा आधारित झुण्ड मात्रै निर्माण गर्न सके। यति हुँदा पनि यस्तो नचाहिदो भाषण गर्दा पनि सुनेरै बस्ने ती महान नेपाली जनतालाई चाहिँ सलाम गर्नै पर्ने भयो। नेपाली यस्तै छन्। सायद यही भएर हामी नेपालीलाई कहिले एउटा फटाहाले, कहिले अर्को फटाहाले झुक्क्याइरहन्छ। आउनुहोस् सुरु गरौँ जनताको चासो, गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम सिधा कुरा जनतासँग। ब्रेकपछि स्वागत छ दर्शकहरू। कार्यक्रम सिधा कुरा जनतासँगको नयाँ एपिसोडमा उपस्थित भइसकेका छौँ। आजको कार्यक्रममा खास गरी आइतबार संसदमा गणतन्त्रवादी सांसद र राजावादी सांसद बीच भएको घोचपेचको प्रसङ्ग समेटिएको एउटा विशेष रिपोर्ट प्रस्तुत गर्नेछौँ। रघुजी पन्त र ज्ञानेन्द्र शाही बीच भएको लफडा अहिले चर्चामा पनि छ, यो विषय देखाउनेछौँ र यसबारे थप संवाद पनि गर्नेछौँ। त्यस्तै हेभेन ओभरसिज नामक एउटा म्यानपावर कम्पनी छ। यो म्यानपावर कम्पनीले कुवेतमा बिचल्लीमा पारेका थप 5 युवा नेपाल फर्कन सफल भएका छन्। यसअघि उनीहरूले भिडियो मार्फत आफूहरूलाई नेपाल फर्काइदिन सहयोग गरिदिन भन्दै हामीलाई आग्रह गरेका थिए र नेपाल फर्किएका ती युवाहरूले आफूले भोगेको पीडा हामीसम्म आएर सुनाएका छन्। यो फलोअप रिपोर्ट प्रस्तुत गर्नेछौँ आजको कार्यक्रममा र साथै यो म्यानपावरका सञ्चालकले हाम्रा टिममाथि दुर्व्यवहार समेत गरेका छन्। पीडितका विषयमा जवाफ माग्न जाँदा सञ्चालक सहितको टोलीले
बन्द कोठामा बोलाएर हप्कीदप्की गर्ने, तर्साउने, भिडियो मेटाउन दबाब दिने जस्ता हरकत गरेका छन् हाम्रो टिमका सदस्यमाथि मेन पावरको यस्तो दादागिरी पनि आजको कार्यक्रममा देखाउनेछौँ। त्यस्तै बेलायत पठाउने नाममा हेटौडाकी जानुका ढुङ्गाना र उनको ग्याङले ठगी गरेको प्रकरण अर्थात् युके काण्ड सम्झाउने गरी एउटा अर्को काण्ड हामीसम्म आएको छ। यो काण्ड अस्ट्रेलियाको काण्ड हो। यो काण्डको पर्दाफास पनि आजको कार्यक्रममा गर्नेछौँ। गोरखाका भुवन केसी र नवलपरासीकी मन्जु पाठकको असुली धन्दाले धेरै पीडितको बेल्लीबाट बनाएको छ। यो विषय देखाउनेछौँ र यसबाहेक अन्य विषय पनि समावेश गर्नेछौँ। तपाईँ दर्शक महानुभावहरूसँगको प्रत्यक्ष कुराकानीमा जोडिनेछौँ। कुनै पनि समस्या पर्नु आएको छ भने हाम्रो टोल फ्री नम्बर 1660 012 24 24, यसै गरी एनसेल नम्बर 98 015 7 24 24 तपाईँका लागि खुला गरिसकेका छौँ। आउनुहोस् ढिलो नगरिकन कार्यक्रमको सुरुवात गरौँ ताली र गालीको भोटिङ पोलबाट। यसअघि हामीले सोधेको प्रश्न थियो, राज संस्था पक्षधर विरुद्ध सबैजसो राजनैतिक दल र नेताले कटाक्ष गरिरहँदा चौथो शक्ति रासोपा भने मौन बसेको छ। यो मौनताको अर्थ रासोपा राज संस्था पक्षधरहरूको पनि भावना उपयोग गर्न चाहन्छ भन्ने हो भन्नेले तालीमा र होइन भन्नेले गालीमा भोट गर्नुपर्ने थियो, जसअनुसार 75%ले तालीमा र 25%ले गालीमा मत जाहेर गर्नुभएको छ। अर्थात् यो मौनताको अर्थ रासोपा राज संस्था पक्षधरहरूको पनि भावना उपयोग गर्न चाहन्छ भन्ने हो भन्नेमा बढी मत परेको छ। तालीमा धेरैभन्दा धेरै दर्शकहरूले आफ्नो मत व्यक्त गर्नुभएको छ। अब ताली र गालीका लागि आजको प्रश्न स्क्रिनमा हेर्नुहोला। प्रचण्डको फोटो जलाउने पक्राउ पर्दा पूर्व राजा ज्ञानेन्द्र शाहको फोटो जलाउनेलाई सरकारले छुट दिनुलाई गणतान्त्रिक व्यवस्थाको विशेषता भन्न मिल्छ? मिल्छ भन्नेले तालीमा र मिल्दैन भन्नेले गालीमा भोट गर्नुहोला। हाम्रो पात्रको एप्लिकेसनमा गएर ताली र गालीका लागि भोट गर्न सक्नुहुनेछ र भोटिङ सुरु हुन्छ। अब आजको पहिलो विषय, ओ मिस्टर, मसँग बहस गर्ने भए इतिहास पढेर आऊ, जुम्लामा हाहु गरे जस्तो होइन। यो वाक्य शब्द आइतबार संसदमा एक सांसदले अर्का सांसदका लागि प्रयोग गरेका थिए। यस्तो भाषा शैलीमा नेकपा एमालेका सांसद रघुजी पन्तले रापरपाका सांसद ज्ञानेन्द्र बहादुर शाही विरुद्ध प्रयोग गरे। रघुजी पन्त र ज्ञानेन्द्र शाही बीच हातै हालाहाल होला जस्तो पनि देखिन्थ्यो। विवाद त्यो हदसम्म चाहिँ पुग्न सकेन। सडकमा राज संस्था पुनर्स्थापनाको नारा चर्किन थालेपछि नेपालका शाहवंशीय राजाहरूको नकारात्मक विषयहरू सङ्कलन गरेर त्यो वाचन गर्न रघुजी पन्तले विशेष समय लिएका थिए। उनी बोल्दै गर्दा ज्ञानेन्द्र शाहीले प्रतिवाद गरे अनि केही बेर विवाद भयो। रघुजी पन्तले केही तथ्याङ्क अघि सारेर नेपाल राजा हुँदा भन्दा नहुँदा विकासको शिखरमा पुगेको दाबी पनि गरे। सांसद पन्तको दाबी के कस्तो हो? उनले तथ्याङ्क सङ्कलन गर्दा नकारात्मक तथ्याङ्क मात्रै सङ्कलन गरे वा आफू अनुकूल तथ्याङ्क मात्रै संसदमा राखे त? पूर्व राजाको सक्रियता, फागुन 6 को सन्देश, राज संस्था पक्षधरहरूको सक्रियता आदि प्रकरणसँगै जोडिएर आज विकास भएको घटनाक्रम समेटिएको यो विशेष रिपोर्ट हेर्नुहोस्। नेकपा एमालेका सांसद रघुजी पन्तले आइतबारको प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई ओ मिस्टर, मसँग बहस गर्ने हो भने इतिहास पढेर आऊ, जुम्लामा हाहु गरे जस्तो होइन भन्दै थर्काए। हामीले यो बोल्न दिनु सभामुख महोदय, आफ्नो टाइममा बोल्नुहोस् न। किन माननीय सदस्य के को लागि उठ्नु भएको छ? के कुन नियम? के नियम? म इतिहासबाट साबित गरेर देखाइदिन्छु। इतिहासका पुस्तक पढेर। माननीय सदस्य, मैले यहाँलाई समय दिएको छैन, त्यसैले आसन ग्रहण गरेर बसौँ र माननीय सदस्य अगाडि बढ्नुहोस्। इतिहास पढेर आउने, मसँग बहस गर्ने भने इतिहास पढेर आउने, जुम्लामा हाउ गरेर आएको जस्तो होइन। इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। राज संस्था पक्षधरहरूको पछिल्लो गतिविधिलाई जवाफ दिन र राजा भएको व्यवस्था भन्दा राजा नभएको व्यवस्था सही हो भन्ने दलिल पेश गर्न सांसद पन्तले संसदमा समय लिएका थिए। उनले आफ्नो कुरा राख्दै गर्दा जुम्लाबाट प्रतिनिधित्व गर्ने राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रतिवाद गरेपछि सांसद रघुजी पन्त रिसाए अनि उनले शाहीलाई ओ मिस्टर, इतिहास पढेर आऊ भन्दै थर्काए। आफू बोलिरहेको बेला डिस्टर्ब भएको, समय हड्किएको भन्दै आफ्नो समय थप गर्न सभामुखलाई भने। सांसद पन्तले राज संस्था नहुँदा नेपालमा विकास भएको तर राजाहरूको पालामा मुलुक खराब अवस्थामा रहेको दाबी प्रमाणित गर्न केही तथ्याङ्क पनि पेश गरे। उनले शाहवंशीय राजाहरूका महत्त्वपूर्ण विवाद आफ्नो भनाइका क्रममा पनि राखे, तर उनले आफ्नो भनाइमा पहिलेका राजाहरूबारे इतिहासका किताबमा लेखिएका नकारात्मक बुँदा मात्रै समावेश गरे। राजा हुँदा भन्दा राजा नहुँदा मुलुक राम्रो अवस्थामा रहेको र वर्तमान व्यवस्था नै उत्तम भएकोले यसैलाई संरक्षण गर्नुपर्छ भन्ने रघुजी पन्तको दाबीमा कटाक्ष गर्दै राप्रपाका सांसद शाहीले तह तहका सरकार बनाएर देश लुट्न पाएकाहरूका लागि यही व्यवस्था नै चाहिएको हो भनेका थिए। यो व्यवस्था यस्तो व्यवस्था हो,
चुनाव हार्ने हरुवा चरुवाहरू मन्त्री बन्दै यो देशको प्रधानमन्त्री बन्ने, चुनावै नजितेर पनि सांसद बन्न पाउने व्यवस्था हो। त्यो भएर यो 16 वर्षको इतिहासमा अहिले यो 16 वर्षको इतिहासमा 14 पटक सरकार परिवर्तन भयो, झन्डै 1000 मन्त्री भए, 31वटा मुख्यमन्त्री भए, 30वटा प्रदेश प्रमुख भए, 3 जना राष्ट्रपति भए, 3 जना उपराष्ट्रपति भए, झन्डै 3000 त सांसद भए। अनि सबै मिलेर खान पाएपछि यो व्यवस्था उत्तम हो भन्नु उहाँहरूलाई स्वाभाविक हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मूर्ति चोर र आफ्नै दाजुका वंश नाशक भनेका थिए। अरूलाई वंश नाश गरेको आरोप लगाउने माओवादीहरू आफैले भयानक र क्रूर हत्याकाण्ड मचाएको भन्दै माओवादीप्रति कटाक्ष गरे। यो विवादपछि सांसद शाहीले केपी शर्मा ओली र रघुजी पन्तलाई नै ट्याग गरेर फेसबुकमा लेखे, जुम्लाबाट हाहा हो गरेर आएको होइन, जनताबाट चुनाव जितेर जुम्ली जनताको आशीर्वाद थापेर आएको हो माननीय ज्यू। तपाईँ जस्तो केपी शर्मा ओली ज्यूको पछाडि हिँडेर सेतोलाई कालो, कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन। पछिल्लो समय सांसद शाहीको पल्ला एमालेका नेता विष्णु रिमाल आइतबार रघुजी पन्तदेखि माओवादी पार्टीसँगै परिरहेको देखिन्छ। रघुजी पन्तले देश सप्रियो भन्ने देखाउन प्रयोग गरेका आधा अधुरा तथ्याङ्क, नेपालमा गणतन्त्र स्थापना यता मुलुक राम्रो दिशातर्फ गइरहेको र जनता यही व्यवस्थामा खुसी भएको प्रमाणित गर्ने भन्दै केही तथ्याङ्क संसदमा राखे। उनले नेपालमा भ्रमको खेती फस्टाएको, यस्तो खेती गर्नेहरू मिडियामा घुसपैठ गरेको र डिजिटल प्लेटफर्ममा पनि सक्रिय रहेको बताएका छन्। उनले नेपाल राम्रो दिशामा अघि बढेको र जनता खुसी भएको दावी पुष्टि गर्न शेयर कास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले गरेको सर्वेक्षणलाई कोट गरे। त्यसमा उनले मूलतः 2 प्रश्न र त्यसमा जनताले दिएको जवाफबारे बोले। ती प्रश्न थिए, पछिल्लो 5 वर्षमा जीवनस्तर उक्सेको छ कि छैन, मुलुकको अवस्था कस्तो छ। यी प्रश्नमा जनताले दिएको जवाफलाई रघुजीले गरेको यो व्याख्या हेर्नुहोस्। केही महिना अगाडि शेयर कास्ट इनिसिएटिभ नेपाल भन्ने एउटा संस्थाले नेपालका 52 जिल्लाका 196वटा गाउँ, नगरपालिका र महानगरपालिकाका 3000 मानिससँग कुरा गरेर एउटा सर्वेक्षण तयार पारेको थियो। सो सर्वेक्षणमा जीवन स्तर, राज्यको सेवा प्रवाह, भ्रष्टाचार र राजनीति लगायत विषयमा नेपालीहरूले आफ्ना विचारहरू व्यक्त गरेका थिए। सर्वेक्षणमा कुराकानी गर्ने 57% मानिसहरूले पछिल्लो 5 वर्षमा आफ्नो जीवनस्तर धेरै वा केही सुधार भएको बताएका छन् भने 27%ले उस्तै छ र 15%ले खस्किएको बताएका छन्। अर्थात् देशको बहुसङ्ख्यक जनताले आफ्नो जीवनमा परिवर्तन आएको, आफ्नो जीवनको आर्थिक स्तर सुध्रेको, आफू अगाडि बढेको कुरालाई चाहिँ आम रूपमा भनेका छन्। सांसद पन्तले शेयरकास्टको सर्वेक्षणलाई यसरी दुरुपयोग गरिदिए कि मानौ त्यो संस्थाले यी 2 प्रश्नमा मात्रै सर्वे गरेको थियो। गत माघ महिनामा सो संस्थाले आफ्नो सर्वेक्षण परिणाम सार्वजनिक गरेको थियो, जसमा अनेकन प्रश्नमा जनताको राय समेटिएका थिए। त्यसको एक प्रमाण यो पनि हेर्नुहोस्। यहाँ हाम्रो देशका जल्दाबल्दा समस्या के होलान् भन्ने प्रश्नमा 60% भन्दा बढीले बेरोजगारी भनेका छन्, 30% बढीले गरिबी र अभाव भनेका छन्, सडक नहुनु, भ्रष्टाचार, मूल्यवृद्धिमा बहुसङ्ख्यक जनताले आफ्नो राय दिएका छन्। नेपालमा भ्रष्टाचार र घुसखोरी कतिको व्यापक छ भन्ने प्रश्नमा त 80% जनताले व्यापक छ भनेर जवाफ दिएका थिए। जहाँका 80% जनताले घुसखोरी व्यापक छ भन्ने ठान्छन् भने 5 वर्षमा जनताको जीवनस्तर उक्सेको छ भन्ने कुरा आपसमै बाजिएको जस्तो लाग्छ। तर सांसद पन्तले शेयरकास्टको ती मात्रै तथ्याङ्क बोकेर संसद पुगे, जुन तथ्याङ्कले उनले चाहे जस्तो भाष्य स्थापित गर्न सघाउँथ्यो। अब अर्को तथ्याङ्क पनि हेर्नुहोस्। यसमा सोधिएको छ, राजनीतिक हिसाबले मुलुक सही दिशातिर छ कि छैन। यो प्रश्नको जवाफमा 44%ले पुरै गलत दिशातिर भनेका छन्, 23%ले अलिअलि गलत दिशातिर भनेका छन् अनि एकदम सही भन्ने चाहिँ 3.2% मात्रै छन्। सांसद पन्तले शेयरकास्टका 2 प्रश्नको नतिजा प्रस्तुत गरिरहँदा जनताको यो अभिमत उल्लेख गर्न चाहेनन्। यो प्रश्नको जवाफले वर्तमान व्यवस्थालाई ठिक छ भन्ने दावीलाई जोरैदेखि खारेज गर्ने सामर्थ्य राख्थ्यो। सम्भवतः यही भएर पन्तले यो चाहिँ लुकाए। नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ वा धर्मनिरपेक्षता ठिक छ भन्ने प्रश्नमा पर्छ या पर्दैन भन्ने कतैतर्फ पनि बहुमत छैन, तर हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ भन्ने तेरोको पल्ला चाहिँ भारी छ। यदि शेयरकास्टको सर्वेक्षणमा जनताले राखेका अभिमतको मूल्य हुन्छ भने यो प्रश्नको जनताको अभिमतको मूल्य कसरी हीन हुन सक्छ? धर्मनिरपेक्षता पक्षधर सांसदले यो प्रश्न पनि कोट गरेनन्। चुनाव जित्न गरिने गठबन्धन तपाईलाई कस्तो लाग्छ भनेर सोधिएको जवाफमा 74% भन्दा बढीले गलत र नकारात्मक लाग्छ भन्ने जवाफ दिएका छन्। तर सांसद पन्तकै राजनैतिक दल नेकपा एमाले चुनावमा गठबन्धन गर्दै आएको छ। सर्वेक्षण गर्दा सोधिएको दर्जनौं प्रश्नमध्ये आफू अनुकूल 2 प्रश्न मात्रै टिपेर मुलुकको अवस्था राम्रो र जीवनस्तर उक्सेको दावी चोटिलो ढङ्गले प्रस्तुत गरे। पछिल्लो 5 वर्षमा आफ्नो जीवनस्तर धेरै वा केही सुधार भएको बताएका छन् भने 27%ले उस्तै छ र 15%ले खस्किएको बताएका छन्। अर्थात् देशको बहुसङ्ख्यक जनताले आफ्नो जीवनमा परिवर्तन आएको, आफ्नो जीवनको आर्थिक स्तर सुध्रेको, आफू अगाडि बढेको कुरालाई चाहिँ आम रूपमा भनेका छन्।
संसारमा सर्वे यसै गरी नै गरिन्छ। पृष्ठभूमि उल्लेख नगरी तथ्याङ्क प्रस्तुत गर्दा रघुजीको अरू दाबीमा पनि म्यानिपुलेसन। पीपीपी मेथड अनुसार सन् 2008मा नेपालीको प्रति व्यक्ति आय 1942 रहेको र 15 वर्षपछि 2023मा 5,994 पुगेको तथ्यले नेपालमा गणतन्त्रले जनताको आय बढाएको दाबी पनि पन्तले गरेका छन्। सन् 2008मा नेपालीको प्रति व्यक्ति आय $1942 थियो। गणतन्त्रको 15 वर्षपछि सन् 2023मा नेपालीको प्रति व्यक्ति आय $5,994 अमेरिकी डलर, अर्थात् नेपालीको आय यो अवधिमा 2.88 झन्डै 3 गुणाले बढेको छ। यो दाबीमा पनि पन्तले विगतको पृष्ठभूमि लुकाएर म्यानिपुलेसन नै गरेको देखिन्छ, किनभने 2065 सालमा 10 वर्षको द्वन्द्व भर्खरै सकिएको अवस्था थियो। माओवादी हिंसाका कारण अर्थतन्त्र पर्यटन सबै चौपट अवस्थामा थिए। द्वन्द्व र शान्ति बीचको अन्तर भनेर उनले यो तथ्याङ्क राखेको भए बढी सान्दर्भिक हुन्थ्यो। तर सांसद पन्तले तथ्याङ्कलाई यसरी अपव्याख्या गरिदिए कि मानव राजसत्ता खारेजी मात्रैले यो सबै भएको हो। उनले सन् 2008 को जीडीपी र अहिलेको जीडीपी पनि तुलना गरे, तर यहाँ पनि उनले राजाको काल र गणतन्त्रको काल भनेर छुट्याए। खासमा यो अन्तर द्वन्द्व र शान्तिको थियो। नेपालका राजाहरू खराब भएको दाबी प्रमाणित गर्न उनले पृथ्वीनारायण शाहदेखि पारस शाहसम्मका मान्छेको विषय उठाए। यसमा पनि उनले रक्तपात, हिंसा, जनताको अधिकारको हननका कुराहरू समेटे। तर नेताहरूका कारण मुलुकमा बगेको रगत, जनताले पाएको दुःख र देशको बर्बादीको श्रृङ्खलाबारे बोलेनन्। दर्शकहरू, संसदमा चलेको जुहारी, खास गरी गणतन्त्रवादी सांसद र राजतन्त्रवादी सांसदहरू बीच चलेको जुहारी र रघुजी पन्तले प्रस्तुत गर्नुभएका केही तथ्यहरूको चिरफार सहितको रिपोर्ट प्रस्तुत गर्यौं। यसै सन्दर्भमा थप कुराकानी गर्न हामीले टेलिफोन सम्पर्कमा जोडेका छौं राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकलाई। महामन्त्रीज्यू, स्वागत छ कार्यक्रम सीधा कुरा जनतासँगमा। हस्, नमस्कार, धेरै धेरै धन्यवाद। अब तपाईहरुको पार्टी त यसै पनि प्रतिपक्षी, सत्ता पक्षसँग भिडन्त हुनु स्वाभाविक हो। अन्य प्रतिपक्षीसँग पनि यति बेला तपाईहरुको घमासान नै चलिरहेको जस्तो देखिन्छ। संसदमा 14 सिट बोकेको शक्तिले सबैसँग भिडन्त गरेर पार लाग्छ महामन्त्रीज्यू? वास्तवमा हेर्नुहोस्, त्यो संसदमा कतिपय कुतर्क, कतिपय तथ्य तथ्याङ्कलाई तोडमरोड गरेर जुन किसिमको प्रस्तुति भयो त्यसको प्रतिवाद गरिएको हो, त्यो जरुरी थियो। तर वास्तवमा तपाईले राष्ट्रिय प्रजातन्त्र पार्टीका हरेक नेता कार्यकर्ताले गरिरहेको व्यवहार र गरिरहेको आह्वान, तपाईको एउटा अपिललाई हेर्नुभयो भने हामीले जहिले पनि तपाईहरुले बुझ्नुस्, यो जनआक्रोश सामान्य किसिमको छैन र यसले कोर्स करेक्सन, पोलिटिकल कोर्स करेक्सन, संविधानमा संशोधन खोजिरहेको छ, राजसंस्थालाई स्पेस दिने कुरा खोजिरहेको छ, राजासहितको प्रजातन्त्रको कुरा गरिरहेको छ र यो शान्तिपूर्ण संक्रमणबाट सबै दलको मेलमिलापबाट मात्रै सम्भव छ। तपाईहरु मेलमिलापको राजनीतिका लागि तयार हुनुस् भनेर लगातार रूपमा प्रवाह गरिरहेका छौं। हामी उत्तेजित छैनौं, तर हामीले उहाँहरूलाई बारम्बार भनिरहेको कुरा के हो भने उहाँहरूले जसरी भड्किरहनु भएको छ, उहाँहरूले डराउनु पनि छैन, उहाँहरू भड्किनु पनि जरुरी छैन। तर तपाईहरुका प्रमुख सचेतकको कहिले विष्णु रिमालसँग भिडन्त पर्छ, कहिले प्रचण्डसँग पर्छ। आज अब रघुजी पन्तसँग तपाईको प्रमुख सचेतकको खास गरी गजबै चल्यो हैन, लपडै भयो, के भन्नुहुन्छ? हैन, त्यसमा खास व्यक्तिगत केही पनि छैन, तर उहाँले जसरी यो व्यवस्थाका सम्पूर्ण कमी कमजोरी, गल्ती त्रुटि, नेताहरूले चलाएको कुशासन, भ्रष्टतन्त्र बारे पुरै ढाकछोप गर्ने ढंगले जसरी प्रस्तुत हुनुभयो, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकका रूपमा त्यसलाई उदाङ्गो पारिदिनु उहाँको दायित्व थियो, उहाँको कर्तव्य थियो, त्यो उहाँले गर्नुभयो। अब तपाईँ समग्र पार्टी नेतृत्वको कुरा गर्नुहुन्छ भने फेरि पनि दोहोऱ्याउँछु, हामीले बारम्बार आह्वान गरेका छौं, तपाईहरू शान्तिपूर्ण मेलमिलापको राजनीति अघि बढाउन तयार हुनुहोस्। हामी शान्तिपूर्ण बाटोबाटै अगाडि बढाउन चाहन्छौँ। कृपया यसलाई द्वन्द्वमा, मुलुकलाई अर्को द्वन्द्वमा फसाउने काममा तपाईहरू उद्धत नहुनुहोस् भनेर हामीले बारम्बार अपिल गरेका छौं। संसदमा जे भयो त्यो अत्यन्त जरुरी र अत्यन्त आवश्यक थियो। तपाईहरु राजा आओ देश बचाओ भनेर भन्नुहुन्छ। आज रघुजी पन्तले चाहिँ नि नेपालका राजाहरू कस्ता कस्ता थिए भन्ने सबै कुरा उदाङ्गो नै पारिदिनु भयो एक हिसाबले, के भन्नुहुन्छ ल? भन्नुहोस्। वीरेन्द्रजी, तपाईँ सञ्चारकर्मी, म पनि पूर्व सञ्चारकर्मी। रघुजी पन्तले जस्ता जस्ता किसिमका मसिना कुराहरू लिएर आउनुभयो त्यो तथ्यमा आधारित छ। नम्बर 1, राजाहरू बेविचारी थिए, रक्तपातमा रमाउँथे, राज्यको ढोकोटीलाई आफ्नो रमाइलोमा खर्च गर्थे, जनताको अधिकार खोज्थे भन्ने कुरा त उहाँले दाबी नै गरिदिनु भयो। यति भएपछि अब पनि राजसंस्था किन आवश्यक भयो भन्नुहोस् त? रघुजीको तपाईको स्तरमा झरेर कुतर्क गरेर अहिले म उहाँको प्रतिवाद गर्न चाहन्न। उहाँको ज्ञानको क्षमता, उहाँको एउटा जति पनि एउटा हुन्छ नि नियत जे छ, त्यसलाई उहाँले छताछुल्लो पारिदिनु भयो। के हामी त्यसमा जाउँ? हामीले उहाँका पार्टीका नेताहरूको कुरा गरौँ?
उहाँका पार्टीका अध्यक्षदेखि लिएर उहाँका पार्टीका आम कार्यकर्ताले गरिरहेको त्यस्तै किसिमको अनेक क्रियाकलापको गरौँ। व्यक्ति हो, मानवीय कमजोरी राजाको पनि हुन्छ, व्यक्तिको पनि हुन्छ, तर जुन जुन चिजमा रघुजी पन्तले गर्नु भएको छ त्यो भ्रामक छ, त्यो तथ्यहीन छ र त्यसलाई उत्तेजना सृजना गरेर उहाँले पार्टीका अध्यक्ष केपी ओलीलाई खुसी बनाउनका लागि संसदमा कुर्लिनु भएको यो एकदमै गलत चिज गरिरहनु भएको छ। अहिले उत्तेजनामा लाग्ने छुट कसैलाई पनि छैन। सबैले शान्त भएर सोचेर एउटा शान्तिपूर्ण ढङ्गबाट निकास खोज्नुपर्छ। म बारम्बार तपाईँले यो किन भनिरहेको छु भने राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति आफैमा पनि कमजोर शक्ति होइन, चुनावको नतिजा एउटा हो। अनि आम जनता जो राजाको तपाईँको फागुन 7 को सन्दर्भमा आएको विज्ञप्तिको स्वागत गर्दै अस्ति काठमाडौँमा उर्लिएको त्यत्रो जनमतलाई उहाँहरूले जुन अपमान गरिरहनु भएको छ, जुन ढङ्गले तपाईँको घोचपेचको शैली, तुच्छ शब्द केपी ओली तपाईँको प्रचण्ड भन्नु जोसुकैले गरिरहनु भएको छ, उहाँहरू यो मुलुकलाई द्वन्द्वतर्फ लैजान उद्धत हुनुहुन्छ, पुनः द्वन्द्वतर्फ लैजान उद्धत हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी अत्यन्त जिम्मेवार भएर, अत्यन्त संवेदनशील भएर शान्तिपूर्ण निकासका लागि तयार हुनुहोस् तपाईँहरू। तर मूल प्रश्न के हो भने महामन्त्रीज्यू, मूल प्रश्न के हो भने जनताको समस्याहरू यति धेरै छन् यो देशमा, ती जनताको समस्या, राष्ट्रको गम्भीर चुनौतीका जस्ता कुराहरूमा चाहिँ नि यो देशमा बहसै हुन छाड्यो। राजा ल्याउने कि नल्याउने, गणतन्त्र कि अथवा राज संस्था जस्ता विषयमा मात्रै राजनीति रुमल्लिन थाल्यो। यी विषयमा मात्रै संसदमा छलफल हुन थाले, लफडा पर्न थाले। अनि राज संस्था, हिन्दुत्व भनेको तपाईँहरूको मुद्दा होला, आफ्नो ठाउँमा छ, तर समस्या जनताका पनि छन् नि होइन? त्यतातिर त कोही पनि जानै नचाहने। के भएको यो देशमा? तपाईँले अत्यन्तै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो। हामीले पनि त राजा आएर चमत्कारिक परिवर्तन हुन्छ, नेपालको रूपान्तरण हुन्छ कहाँ भनेर दाबी गरेका छौँ? कहीँतिर गरेको छैनौँ। हामीले नेपालमा यति धेरै स्वेच्छाचारिता भयो, दण्डहीनता भयो, अराजकता मौलायो, जसले जे गरे पनि हुने भयो। राष्ट्रपतिले तपाईँको कर्तव्य ज्यान मुद्दामा जेल परेका आफ्नो पूर्व पार्टीका कार्यकर्तालाई तुरन्त उन्मुक्ति दिए पनि भयो। म राष्ट्रपति हुन उम्मेदवार बनेको छु, मलाई मत देऊ भनेर तपाईँको अभियोग लागेका व्यक्तिलाई जेलमा भेटेर भोट माग्न पनि पाएको छ। त्यसरी गएको छ। सुसंस्कृत राजनीति भएको देशमा त्यस्तो कहीँ पनि हुँदैन। र प्रधानमन्त्री भएको व्यक्तिले त तस्कर, माफिया, गुण्डातन्त्रको संरक्षण भएर बसेको छ। यो देशमा कुशासन फैलिएको छ। देश वारवार्ती छोडेर गइरहेको छ ठुलो युवा पङ्क्तिले। त यस्तो देशमा उहाँले झुटो तथ्याङ्क प्रस्तुत गर्नुहुन्छ। हामीले भनेको यो देशमा जे गलत भयो त्यसलाई सच्याउने प्रस्थान बिन्दु भनेको हेड अफ द स्टेट, राष्ट्र प्रमुखका रूपमा राजालाई जुन अवैधानिक तरिकाले विदेशीको दबाव प्रभावमा परिवर्तन गरियो, यसले हाम्रो राष्ट्रिय राजनीतिमाथिको नियन्त्रण देशभित्र रहेन र तपाईँहरूले कुशासन मात्रै फैलाउनु भयो, तपाईँहरू दण्डहीनता मौलाउनु भयो, अख्तियारमा आफ्नै मान्छे, न्यायालयमा आफ्नै मान्छे, अनि सुशासनको जनताको मुद्दाको कुरा मात्रै उठाएर हुन्छ। कहाँ कहाँ बिग्रिएको छ, कहाँ कहाँ सडेको छ, कहाँ कहाँ गलेको छ, जे जति कर्तुतहरू गरिएको छ त्यसलाई सच्याउन त पहिला सुरुको बिन्दुबाट ल्याउनु पर्यो। हाम्रो माग त्यो हो। तर हामीले सँगै एउटा कुरा के हो भने दुईटा आरोप हामीमाथि लागिरहेको छ। तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत मैले यो भन्नै पर्छ, राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा प्रजातान्त्रिक शक्ति हो। प्रजातन्त्र र मेलमिलापको कुरा यति धेरै बार गरिरहेका छौँ कि यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतन्त्रको विकल्प खोज्यो, दलविहीन शासन प्रणाली सञ्चालन गर्न को वकालत गर्यो, राजाको प्रत्यक्ष शासन फर्काउन खोज्यो जहाँ दलहरूको भूमिका हुँदैन भनेर अफवाह फैलाइएको छ। त्यो अफवाह फैलाउनेमा मिडियाहरू नै अगाडि बढिरहेका छन्। उहाँहरूलाई चुनौती, बहसमा आउनुहोस्, बहस गरौँला। हामीले कहीँ कतै भनेको छैन। राज संस्था सहितको प्रजातन्त्रको कुरा गरेको, सुशासनको, जनताको दैनन्दिन जीवनसँग जोडिएका प्रश्नहरू राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा हिजो पनि उठाएको थियो, अहिले पनि उठाइरहेको छ। अहिले त बहस माहौल तातेको बेलामा अलिकति हिटेड भयो, तर राष्ट्रिय प्रजातन्त्र पार्टी कहीँ चुकेको छैन र भोलिको दिनमा पनि भनिरहनु भएको छ। तपाईँहरू राज संस्था हिन्दुत्व भनेर भन्नुहुन्छ, तर प्रचण्डले चाहिँ नै मूर्तिचोर वंशनाशकलाई कसैले पनि राजा बनाउँदैन भनेर भन्दै हिँड्नु भएको छ। के भन्नुहुन्छ छोटोमा? पूर्व सरकार प्रमुख जो राज्यको तलब सुविधा खाएर बस्नु भएको छ, उहाँले त्यस्तो पूर्व राष्ट्र प्रमुख बारे गरेको त्यस्तो अफवाह, अपमानजनक, तुच्छ, अप्रमाणित टिप्पणीका बारे उहाँले कानुनी भागीदार हुनु पर्दैन। मैले अघि पनि भने विधिको शासनमा चलेको देश हुन्थ्यो भने प्रचण्डलाई सबैभन्दा पहिलो गिरफ्तारी नेपाल प्रहरीले गरिसकेको हुने थियो। तपाईँले यस्तो झुटो, किनभने यो संविधानले कसैको पनि मानमर्दन गर्न पाइँदैन। अभिव्यक्ति स्वतन्त्रताको पनि सीमा छ, चाहे त्यो प्रधानमन्त्री होस्, चाहे एउटा आम नागरिक होस्, कसैको बारेमा अफवाह बोल्न पाइँदैन भनेर यदि ग्यारेन्टी गरेको छ भने प्रचण्ड पक्राउ पर्नु पर्थ्यो। तर
त्यस्तो अफवाह फैलाउने व्यक्तिलाई पक्राउ गरिएको छैन। हामी फेरि उत्तेजनामा लान चाहिरहेका छैनौँ। उहाँहरूले अहिले तिल मिलाउनु भएको छ, डराउनु भएको छ, हामीलाई निषेध गर्न खोज्यो, पार्टीलाई निषेध गर्न खोज्यो भनेर हल्ला फिजाउनु भएको छ। त्यस्तो होइन, उहाँहरू डराउनु पनि पर्दैन। उहाँहरू सबैको अभिभावक बनेर राजा लिएर आउने हो। उहाँहरूले गरिरहेको स्वच्छतारिताको अन्त्य गर्ने हो, बदमासीलाई दण्डित गर्ने हो, उहाँहरूको कुशासनलाई नियन्त्रण गरेर सुशासन स्थापना गर्ने हो। आत्तिनु कसैले पनि पर्दैन। तर उत्तेजनामा यदि लैजानु भयो भने अहिलेको नेपाली जनताको चेतनाले, विवेकले उहाँहरूलाई छोड्दैन। किनभने नेपाली जनताले अत्यन्त गम्भीरतापूर्वक उहाँहरूले कुन डिरेक्सनमा मुलुकलाई लान खोजिरहनु भएको छ, द्वन्द्वतर्फ लान खोज्नु भएको छ कि शान्तितर्फ लान खोज्नु भएको छ, र राष्ट्रिय प्रजातन्त्र पार्टीले उत्तेजनाको राजनीति गरेको छ कि जनभावना बोलेको छ, स्पष्ट रूपमा देखिएको छ। हामी कामना गर्छौँ उहाँहरूले शान्तिपूर्ण बाटोबाट रूपान्तरणमा जानै पर्छ। यो देशका लागि पनि त्यसले हित गर्छ, राजनीतिक दलहरूका लागि हित गर्छ, नागरिकको पनि हित गर्छ। हस् महामन्त्रीज्यू, समय र संवादका लागि धन्यवाद यहाँलाई। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। दर्शकहरू, हामीले फेरि पनि भनिरहेका छौँ कि मूल भनेको यहाँनिर जनताका समस्याहरूका विषयमा बहसै हुन छोड्यो, जनताका विषयमा, जनताका मुद्दाहरू संसदमा प्रवेश गर्नै छाड्यो, ती विषयमा सांसदहरू बोल्नै छाडे, गणतन्त्र चाहिँ नै हटाउने कि अथवा चाहिँ नै राजतन्त्र ल्याउने कि भन्ने खालका बहस मात्रै हुन थाले। यो नेपाली जनताका लागि अत्यन्त ठुलो विडम्बनाको विषय हो। कार्यक्रममा पालो भएको छ छोटो ब्रेकको। ब्रेकपछि स्वागत छ दर्शकहरू, कार्यक्रम सीधा कुरा जनतासँगमा। अब आजको अर्को विषय, रोजगारीका लागि कुवेत पुगेका 6 युवा जसले त्यहाँ काम होइन रोजगारदाताबाट कुटपिट सहनु पर्यो। नेपाली कामदारलाई कुवेत पठाउने काठमाडौँ सिनामङ्गलको हेभन ओभरसिज सर्भिसले पीडितहरूको गुनासोमा सुनवाई नगरेपछि उनीहरूले सीधा कुरा जनतासँगमा भिडियो कलमा जोडिएर आफ्नो व्यथा सुनाए। हामीले उनीहरूको समस्या सार्वजनिक गर्दै फलोअप गरेपछि अहिले हेभन ओभरसिजले 6 जनालाई 2 चरणमा नेपाल फिर्ता ल्याएको छ। पहिलो चरणमा 1 युवा नेपाल आएका थिए, अहिले 5 जना थप नेपालीहरू नेपाल आइपुगेका छन्। तर कुवेत जान नियम विपरीत मोटो रकम असुली गर्ने ओभरसिजले पीडितहरूलाई क्षतिपूर्ति भने दिइसकेको छैन। यो फलोअप रिपोर्ट हेर्नुहोस्। काठमाडौँको सिनामङ्गलमा रहेको हेभन ओभरसिज सर्भिसेसले कुवेतमा अलपत्र पारेका थप 5 कामदार पनि नेपाल फर्किएका छन्। यसअघि एउटै समूहका काभ्रे दोलाल घाटका ईश्वर बुढाथोकी उद्धारपछि नेपाल फर्किएका थिए। कार्यक्रम सीधा कुरा जनतासँगमा भिडियो सम्पर्कमा जोडिएर गुनासो गरेको आधा घण्टाभित्रै टिकट काटेर नेपाल फर्काउन म्यान पावर कम्पनी बाध्य भएको थियो। काभ्रेकै बलराम दङ्गाल, रामेछापका विशाल दर्जी, दाङका दीपक कुँवर र ओखलढुङ्गाका राजेश सुनवार पनि शुक्रबार नेपाल फर्किएका हुन्। रोजगारदाताको यातना र कुटपिटमा परेका उनीहरूलाई कम्पनीले निकालिदिएपछि विचलीमा परेका थिए। कम्पनीले निकालेपछि 2 दिन त सडकमै बस्न बाध्य भएका थिए। उद्धारका लागि उनीहरूले सीधा कुरा जनतासँग मार्फत अपिल गरेका थिए। हामी नेपाल फर्किन चाहन्छौँ। हामी यो ठाउँमा धेरै मानसिक टर्चर भयो। कसैलाई भन्छ समातेर पक्रेर लर यो यहाँबाट हामफाल, त यहाँबाट हामफाल भन्छ, कसैलाई लर थुनेर राखिदिन्छ, कसैलाई पिड्छ। कमाउन भनेर विदेश उडेका युवाहरू उल्टै ऋणको भारी बोकेर स्वदेश फर्किएका छन्। पीडित मध्येका एक काभ्रेका बलराम दङ्गाल यसअघि पनि रोजगारीको सिलसिलामा 2068 सालमा नै थाइल्यान्ड पुगेका थिए। थाइल्यान्डमा 27 महिना बसेर कमाएको पैसाले उनले भक्तपुरमा गाई फार्म सञ्चालन गरेका थिए। तर देशभर प्रकोपको रूपमा फैलिएको लम्पी स्किन रोगका कारण उनको 27 वटा गाई मरेका थिए। करिब 80 लाख रुपैयाँ क्षति पनि भयो। तर किसानलाई क्षतिपूर्ति दिने घोषणा सरकारले गरे पनि उनले भने क्षतिपूर्ति पाएनन्। विदेशमा कमाएर ल्याएको पैसालाई गाई फार्ममा डुबेपछि बलराम फेरि विदेश दिन बाध्य भएका थिए। यसबाट कमाउनु त परको कुरा, रोजगारदाताको कुटपिटसँगै ज्यानै लिने धम्की पनि खेप्नु परेको दुखेसो उनी सुनाउँछन्। म्यान पावर कम्पनीले गरेको करारनामामा तोकिएको अनुसारको पारिश्रमिक माग्दा रोजगारदाताको अत्याचार सहनु परेको उनीहरू बताउँछन्। सबै छ त्यसरी मलाई त्यस्तो पटक धम्की दिएर होइन, धेरै नै मरेर बाध्य बनाएर त्यसरी नेपाल आएको छ। यहाँ नेपाल आएको पनि ठुलो भाग्यको कुरा होइन। आजभन्दा 68 सालमा म 32 थाइल्यान्डमा 27 महिना बसिरहेको मान्छे हो। त्यहाँ गएर कमाएर लिएर भए मेरो अहिले नै अलरेडी गाई फार्म छ, भक्तपुरमा गाई फार्म छ, अहिले नै अलरेडी छ, मेरो मिसिन चलाइरहेको छ। नेपालमा यो कोरोना ऊ आयो नि लम्की रोग, त्यो अवस्थामा मेरो 27 वटा गाई मऱ्यो कि मऱ्यो। त्यो बेला नेपाल सरकार बिमा पैसा दिएन। म ल 70-80 लाख रुपियाँ डुबेँ आउँदै यो बिन्दा भन्नेलाई भेटेँ।
आउँदाखेरि त्यसरी भेटेर गर्दाखेरि पासवर्ड त्यहाँ बुझाइयो बुझाउँदाखेरि राम्रो छ जानु महिना 1.5 लाख 2 लाख कमाउनु हुन्छ भनेर पहिला जाने केटाहरूले 2 लाख 3 लाख कमाइरहेछन् स्यालेरी थापिसक्यो जानु भनेर 8 घन्टा भनेर पठाएको 12 घन्टा 18 घन्टा काम गर्नु पर्थ्यो अल्फा लोजिस्टिक हेभन ओभरसिजबाट गएको यो 8 घन्टाको अल्फा लोजिस्टिकमा तपाईँलाई काम लागेन होइन अल्फा लोजिस्टिकमा लगाएन यो चाहिँ सप्लाई जुन अहिले ओनर छ नि यो अल्फा लोजिस्टिक हो यसले चाहिँ अरूमा लगाउने 7-8 पनि लगाउने कुवेतमा दुःख भोगेका अन्य पीडितहरूको पनि बलरामको जस्तै आफ्नै कथा कहानी छ कुवेतको अल्फाहाद लजिस्टिक सर्भिसेस नामक कम्पनीमा कार ड्राइभरको रूपमा काम लगाउने भन्दै उनीहरूलाई हेभन ओभरसिज म्यानपावरले कुवेत पुर्याएको थियो तर यो कम्पनीले विभिन्न सप्लाई कम्पनीमा काम लगाउने गरेको थियो नेपाल फर्कन पाउँदा एकदम धेरै खुसी पनि लागिरहेको छ र अलि धेरै टेन्सन पनि लागिरहेको छ किनकि अब यत्रो ऋण गरेर गएको हाम्रो ऋण अब ब्याज त्यसै लागिरहेको छ हामीलाई उता भनेको यहाँबाट एउटा काम यस्तो यति घन्टा काम भनेर उहाँ ज्यादा काम लाएर मानसिक टर्चर दिएर रातभरि कहिले बाहिर निकालिदिने रोडमा सुत्नुपर्ने कहिले कता मस्तिष्कतिर गएर सुत्नुपर्ने त्यस्तो बनायो उहाँ मलाई त एकचोटि कुटपिट पनि भयो अफिसमै त्यसरी नै अब कपिल हाम्रो कुवेतीले ओनरले नै कुट्यो एकचोटि लातले हान्नुभयो मैले यहाँ मेन पावरमा पनि खबर गरेँ सहेर बस मात्र भन्नुहुन्छ केही एक्सन दिनु भएन यही बिन्ता राई हजुर बिन्ता म्यानपावरले बलराम दङ्गालबाट 2,35,000 सरोज खड्काबाट 2,60,000 विशाल दर्जीबाट 2,50,000 दीपक कुँवरबाट 2,70,000 राजेश सुनवारबाट 2,50,000 र ईश्वर बुढाथोकीबाट 2,50,000 असुलेको थियो म्यानपावर कम्पनीकै कोअर्डिनेटर विजिता राईलाई रकम बुझाएको पीडितहरू बताउँछन् पीडितहरूको गुनासो सुनेपछि हामीले विजिता राईलाई सम्पर्क पनि गरेका थियौं उनले बिहिबार राति नै पीडितहरू नेपाल फर्कन लागेको जवाफ दिएकी थिइन् यो सुन्नुहोस् 5 जनालाई नेपाल कहिले फर्काउँदै हुनुहुन्छ 5 जना फर्किसकेका छन् मेरो ओनरसँग कुरा गर्नु म तपाईलाई नम्बर दिन्छु 5 जना अघि उहाँले नि कल गर्नु भएको थियो आउँदैछ आजको फ्लाइट छ मलाई जे इन्फर्मेसन आएको मैले तपाईलाई त्यही भने तर गैर कानुनी रूपमा लाखौं रुपैयाँ असुलेको म्यानपावर कम्पनी पीडितहरूलाई स्वदेश फर्काउने मामिलामा पनि गैर जिम्मेवार बनेको छ म्यानपावरले टिकट काट्न नमानेपछि पीडितहरू आफैले टिकट काटेर स्वदेश फर्कन बाध्य भएको गुनासो गरेका छन् त्यहाँ मलाई धेरै समस्यामा पार्यो धेरै टर्चरहरू दियो पार्किङ थिएन पार्किङ नभए फाइन आफै तिर्नुपर्ने अनि पेट्रोलको लिमिट हुन्थ्यो त्योभन्दा बढी लिमिटभन्दा बढी तेल लाग्यो भनेपछि आफै तिर्नुपर्ने गाडी बिग्रियो भने आफै बनाउनु पर्ने त्यस्ता अरू धेरै समस्याहरू राम्रो हुन्छ भन्दै बसियो होइन अब घरमा भन्यो भने टेन्सन हुन्छ घरमा त्यही भनेर भन्न सकिएन अनि 5 महिनापछि बल्ल काम दियो मैले जम्मा 2 महिनाको सेलेरी पठाएँ सर त्यसपछि फेरि 2 महिना सेलेरी पठाइसकेपछि अब हामीलाई उहाँलाई कुटपिट भइसकेपछि हामीले भन्यो किन कुटिस् त नेपालीलाई भनेर चाहिँ हामीले काम बन्द गऱ्यौँ एक दिन अनि उहाँलाई हस्पिटल लगेर कागजपत्र बनाइसकेपछि उहाँलाई चौकी गइसकेपछि उहाँलाई राख्यो 1 घन्टा ओनर आएर कति आधी घन्टा पनि राखेन उहाँलाई च्याप समातेर निकालेर लग्यो होइन हेभन ओभरसिजलाई पैसा दिएछ त्यो पैसा हामीले फिर्ता हुनु पर्यो भन्न चाहन्छु सर र यसरी दुःख गरेर यसो गरेर कसैले पठाउनु भएन है कुबेरमा कम त दुःख छैन हामीले भोगेर आइयो होइन यस्तो दुःख चाहिँ कसैलाई दिनु भएन र यो एभरेज प्राइजलाई चाहिँ खारिजै गर्नुपर्छ भन्ने माग मेरो यही छ बिचलीमा परेका पीडितहरू सहयोग पाइने आशामा कुवेत स्थित नेपाली दूतावासको शरणमा पुगेका थिए दूतावासबाट पनि उचित सहयोग नपाएको उनीहरूको गुनासो रहेको छ स्वदेश फर्किएका पीडितहरूले म्यानपावरबाट क्षतिपूर्ति पाउनु पर्ने माग पनि गरेका छन् उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी समेत दर्ता गराएका छन् दर्शकहरू कुवेतमा अलपत्र परेका 6 मध्ये पछिल्लो चरणमा 5 नेपाली कामदारलाई हेभन ओभरसिजले फिर्ता गरेपछि पीडितहरूले भनेका छन् हामीसँग लिएको मोटो रकम म्यानपावर कम्पनीले फिर्ता गर्ने टुङ्गो भएन पीडितहरूको यो गुनासो सुनेपछि हामीले यस विषयमा हेभन ओभरसिजका सञ्चालकसँग जवाफ माग्ने प्रयास गरेका थियौं तर जवाफ माग्न पुगेका हाम्रा टिभी जर्नलिस्टलाई यस ओभरसिजका सञ्चालकहरूले कोठामा थुनेर हप्कीदप्की गर्ने निम्न कोटीको सम्बोधन गर्ने क्रियाकलाप गर्न थाले ओभरसिजको यस्तो रवैयाले सुरक्षामै चुनौती थपिएपछि प्रहरी नै बोलाउनु परेको स्थिति थियो यो हेर्नुहोस् पीडितहरूको समस्याको सम्बन्धमा जवाफ लिन पुगेका सिधा कुरा जनता संघका सदस्यलाई हेभन ओभरसिजका सञ्चालक नवल किशोर शाह र उनको समूहले दुर्व्यवहारको प्रयास गरेको छ तिमी मेरो भिडियो बनाउन किन हो तिम्रो
किन भिडियो बनाएको छ? कसरी भिडियो बनाउनु तिमी हाम्रो? बिल्डिङ बनाएको छ मैले। किन बनाउनु बिल्डिङको भिडियो? मलाई पैसा तिर्ने हो मैले। हाम्रो मान्छे आयो हामी क्षतिपूर्ति नतिरेपछि त्यसपछि तिमीहरू आउने हो मिडिया लिएर। तिर्नु न त मैले के भन्नु? भिडियो बनाउन आउँछ। भिडियो डिलिट गर छिटो। के भिडियो डिलिट गर। किन गर्ने डिलिट? डिलिट गर डिलिट गर। किन डिलिट गर्ने? हामी उसको क्षतिपूर्ति दिन विभाग छ उसको लागि। डिलिट गर छिटो। छिटो डिलिट गर। हामीलाई बेजत गर्ने पैसा हामी तिर्ने तिमी हामीलाई बेजत गर्ने हामी हामीलाई मलाई बेजत गर्ने हो तिमी पैसा मैले तिर्नु बेजत तिमीले गर्न पाउँछ मलाई छिटो बिल त्यो तिम उगा मुला पैसा हामीले तिर्ने तिमीले बेजत गर्ने हामीलाई हामी मेरो खर्च मैले पैसा तिर्ने तिमीले पैसा तिर्नु नि त तिमीले पैसा तिर्नु तिमी बुझ्दैन भिडियो बनाउने उहाँले फुलर बोलाएछ म आउनु पर्यो सुरुमा उनीहरू लाइभमा आएको हाम्रो प्रोग्राम हेर्नु पर्यो सुरुमा उहीबाट भिडियो लाइभमा आएको केटालाई कुटेछ त्यहाँको तपाईँको कम्पनीको मान्छेले होइन त्यो कम्पनीको मान्छेले कुटेछ कुटेर हात बाङ्गो गरेर आएको छ बाहिर सुन एउटा कुरा 9 महिनामा मान्छेलाई कुटेछ छैन 9 महिनामा मान्छे कुट्न अहिले कुटो नि 9 महिनासम्म कुट्नु पर्छ त्यहाँ गएर लड्नु त कम्पनी दर्ता गर्नुपर्छ पब्लिक लिमिटेड हो तपाईँको कम्पनी त्यो प्राइभेट लिमिटेड भनेर दर्ता गरेर सक्छ नि तपाईँले नेपाल सरकार दर्ता गर्नुहुन्छ ट्याक्स तिर्नु भएको छ मान्छे पठाउनुहुन्छ तपाईँ पर्सन होइन त यो घर मैले खिचेको छु नि तपाईँको बोर्ड खिचेको छु मैले बोर्ड खिच्न पाइन्छ होइन मान्छेको फोटो खिचेको छैन मान्छेको बाइट लिएको मैले किन फोटो खिचेको छु उहाँलाई मैले इन्टरभ्यू लिएको छु कस्तो के इन्टरभ्यू लिएको सोधेको छु पैसा त्यसको जवाब दिएको छ के जवाब लिएको छ अहिले किन केको लागि इन्टरभ्यू लिनु हाम्रो मान्छे एउटा सुन न हाम्रो मान्छे फर्केर आछ हामीले फर्केर आयो भनेर सोधेको मैले हैन म्यान पावरको गौशाला स्थित कार्यालयमा पुगेका हाम्रा टिभी जर्नलिस्ट केशव निरौलालाई सञ्चालक शाह र उनको समोरे कोठा थुनेर हप्की दप्कीको प्रयास गरेका छन् डिलिट हुँदैन डिलिट जान के हुँदैन पठाइदिनु त अन गर क्यामेरा अन गर म कैसे थिएँ उहाँले बोलाउनु भयो त अनि बोलाएर उहाँले बोलाएर थुनेर अनि उहाँले मलाई टच गरेको भए त गरिहाल्नु हुन्छ नि पुरै गरेपछि मलाई पुरानो फोन गरेर त टच गरेको त कुरा गर्नु बोलाएको म गइसकेको थिएँ त किन बोलाउनु भयो त तपाईँ हाम्रो के तपाईँ भिडियो खिचेको छु मैले तँलाई खिच्दै बोल्यो नि तपाईँले लिगली मान्छे उहाँले हात हाल्नु खोज्नुभयो मलाई घेरा बन्द गर्नुभयो सबैजना घेरा गर्नुभयो फोटो डिलिट गर भन्नुभयो तपाईँको अधिकार छ डिलिट गर भनेर को हो तपाईँ म पत्रकार हो देखाउँ चोर हो के केटा त चोरेको हो कि भन्द हामीले शरम निकालेर पठाएको अनि काम दिनुभयो तपाईँले एकछिन बस्नु भाइ एकछिन बाहिर बस्नु 5 मिनट बाहिर बस्नु भेन आउँदै एकछिन भेन आउँदै भाइ एकछिन बस्नु छैन भने त्यो कुरा गर्नु अब के भने हजुरले अब हजुरले यहाँ सुन्नुहोस् यो विवाद मिलाउनु भने हजुरले फेरि खिच्नुहोस् उहाँलाई हामी अनुरोध गरिदिनुहोस् अहिले डिलिट गरिदिनुहोस् यो विवाद उहाँले मिलाउनु भएन भने हजुरले कामदारहरूबाट जनै 2 देखि 3 लाख हाराहारीमा रकम असुलेर यो म्यान पावर कम्पनीले कुवेत पठाएको थियो। यहाँ नेपाली कामदारमाथि रोजगारदाता कम्पनीले कुटपिट गरेपछि पीडितहरूले भिडियो कल मार्फत आफ्नो पीडा पोखेका थिए। पीडितहरूलाई अहिले म्यान पावरले फर्काएको छ तर उनीहरूसँग असुलेको गैर कानुनी रकम फिर्ताको सुनिश्चितता गरिसकेको छैन। यस विषयमा जवाफ माग्न जाँदा सञ्चालक शाह सहितले बन्द कोठामा बोलाएर हप्की दप्की गर्ने, तर्साउने, भिडियो मेटाउन दबाब दिने जस्ता हरकत गरेका छन्।
तपाईहरु व्यवसाय गर्ने मान्छे हो कि तपाईहरु गुण्डा हो त? यो कुरा बताउनुस्। हाम्रो मान्छेलाई थुनेर राख्नु भएछ आज। कसलाई थुन्छ? किन थुन्छ? हाम्रो टिभी जर्नलिस्टमाथि आज तपाईले दुर्व्यवहारको प्रयास गरेको होइन? भिडियो खिच्दा किन भिडियो डिलिट गर्न लाउनु भयो? अरे बा त्यो तपाईकै मान्छेलाई सोध्नु कसले त्यस्तो मान्छेहरू त अरू उहाँहरू पनि थियो, अरू धेरैजना थियो त कसैलाई कोही केही गरेको थियो। भिडियोमै देखिन्छ। तपाईले कतिजना मान्छे बोलाउनु आज अफिसमा भन्नुस् त? कसलाई बोलाउँछ हामी? कसैले बोलाउँछ? सुन्नुस् न, भोलि तपाईहरुलाई पीडा पर्दा तपाईहरुको पक्षमा बोल्ने पनि मिडिया नै हुन्छ, बुझ्नुभयो नि? तपाईहरुले मिडियामाथि त्यस्तो गर्न मिल्छ? गरेको छैन, केही गरेको छैन। त्यो भाइ जुन मिडिया भाइले कुरा गर्नु होला, किन पशुपतिनाथको कसैले केही गरिन्छ, आपसी समझदारी नै कुरा भइरहेको। सुन्नुस् न, आपसी समझदारी कुरा होइन, हामी त पीडितले बोलेको आवाज त बोल्नु पर्यो नि। पीडितलाई तपाईहरुले आफ्नो तरिकाले सहमति गराइदिएको भए के ठुलो कुरो छ र? हामी त निस्किसकेका थियौँ नि तपाईले भनेपछि। सुन्नु न, त्यो त सहमतिकै, त्यो त हामी सहमति भेटौँ भोलि आउँ र अब यस्तो हामी छलफल गरेर एउटा सहमति त अब गरौँला नि त भने त कुरै भएको थियो त। बाहिरबाट भित्र बोलाउनु भएछ अनि भित्र बोलाएर के गर्न खोज्दा हातपात गर्न खोज्ने सर के गरेको भन्नुस्? होइन कसैलाई हातपात गर्दिन। तपाईहरु एउटा व्यवसायी मान्छे हो कि तपाईहरु दादागिरी देखाउने गुण्डा मान्छे होला भन्नुस् न? होइन, कहाँ हामी दादागिरी गर्छौँ र? कस्तो कुरा? त्यही देखियो त आज, त्यही देखियो सर। त्यो भाइलाई नै पशुपतिनाथको ठाउँ हो, भगवानको साक्षी राखेर कुरा गर्नु भन्नु। हामीले भिडियो देखाइरहेका छौँ, दर्शकहरूलाई भिडियो देखायौँ हामीले। अनि त भिडियोमा के भयो? थुनेर राख्नु भएको छ तपाईले, भिडियो डिलिट गर्न लाउनु भएको छ। को हुन् ती मान्छेहरू? तपाईँका मान्छेहरू को हुन्? अफिसका मान्छे हुन्? तपाईँ त सञ्चालक हो, त्यहाँको जिम्मेवार मान्छे हो होइन? त्यसबाहेकका मान्छे को बोलाउनु भएको? भाडाका गुण्डा बोलाउनु भएको तपाईँले? होइन, कसैलाई बोलाएको होइन। त्यो तपाईँकै भाइहरू थियो, त्यहीँ बसेर छलफलै त कुरा गरेको, कसैलाई केही पनि गरेको होइन। मैले त जाऊ भाइ जाऊ, तपाईँ जानुहोस् भने होइन। हामीले त सौहार्दपूर्ण रूपमा, सुन्नुहोस् है, तपाईँलाई बगैदा हामीले ल के गर्नुहुन्छ भनेर तपाईँको राय लिएर भिडियो खिचिसकेपछि त्यो त तपाईँहरूको अनुमति लिएर खिच्या हो नि त हामीले, होइन? ल भन्नुहोस् त, तपाईँ बोल्नु भएको छ नि, बोल्नु भएको छैन? सुन्नुहोस्, यस्तो अब आएर गरेर सबै यो गर्नु त्यो गर्नु भनेर कति प्रेसर मलाई त्यो, त्यही पनि भाइ त्यो तपाईँहरू कुरा नगर्नु, बस्नु। हामी त आफ्नो कुरा हो, सेट के हुन्छ, अब गयो आयो, अब कति कमायो के भयो, अब त्यो त हामी बुझ्दैछौँ। क्षतिपूर्ति के हुन्छ त्यो त हामी सेट आउट गरिहाल्छौँ भनेर। त्यो गर्ने कुरा ठिक छ, त्यो त तपाईँको जिम्मेवारी देखिन्थ्यो नि त झन्, तपाईँ जिम्मेवार बनेको देखिन्थ्यो नि। तर मान्छे बोलाउने, भाडाका गुण्डा बोलाउने, सबै अनि कोठामा थुन्ने, त्यसो गर्न मिल्छ? होइन, न कसैलाई थुनेको छ, न भाडाको गुण्डा बोलाएको छ। तपाईँले आज हाम्रो टिममाथि गरेको दुर्व्यवहारका लागि माफी माग्नुहोस् सर। सुन्नुहोस् कसैले केही पनि गरेको छैन। त्यो भाइलाई नै, त्यो तपाईँ हो कि त्यही भाइ हो, कसैलाई केही गरेको छैन। तपाईँको डाइरेक्टर साहबको के नामको मान्छे फोन गरेको त मैले सबै कुरा पनि भनेको। अनि ल त्यस्तो केही होइन क्या। तपाईँले आज भएको व्यवहारप्रति क्षमा माग्नुहोस् सर। व्यवहार नराम्रो, कुनै पनि नराम्रो व्यवहार भएको पनि छैन र गर्दा पनि हामी गर्दैन र किन गर्नु? सबै साथीभाइ हो र हामी किन नराम्रो व्यवहार गर्नु हौ? कानुनी राज्य हो, गलत गर्न पाउनु न तपाईँ, बुझ्नुभयो नि? त्यस्तो हो। तपाईँले पीडितको पैसा कसरी फिर्ता गर्नुहुन्छ? अरे सुन्नु न, अब के कसी छ अब उहाँहरूको, अब त्यो अब एउटा त्यो गरेर के गरेछ, कति कसी हुन्छ के हुन्छ भने त्यो त सहमति गरिहाल्छ। लाइभमा कुराकानी गर्न सक्नुहुन्छ आज हामीसँग? म त यति प्रेसर भइहाल्छ, यति मलाई त धेरै टेन्सन भइसकेको छ। दर्शकहरू, म्यानपावर कम्पनीका सञ्चालकहरूले हाम्रो टिममाथि गरेको यो हरकत, यस्ता विषयले हामीलाई केही पनि फरक पार्ने स्थिति छैन। हाम्रो क्यामेरा यस्ता गलत गतिविधि विरुद्ध निरन्तर तेर्सिरहनेछ र हाम्रा टिमका सदस्य असुरक्षित महसुस गरेपछि खास गरी हामीले प्रहरी नै बोलाउनु परेको स्थिति थियो र 2,50,000 लिएर 2,80,000 रुपैयाँसम्म प्रत्येक व्यक्ति असुलले, अवैध रूपमा असुलले, त्यस पछाडि विदेशमा लगेर काम पनि नदिने, कुट्ने उल्टै यस खालका हरकत यो म्यानपावर कम्पनीले गरेको छ। म्यानपावर कम्पनीलाई राम्रोसँग चिन्नु होला दर्शकहरू। तपाईँहरू अब कुनै पनि व्यक्ति, युवाहरू विदेश जाने सोचमा हुनुहुन्छ भने यस्ता खराब म्यानपावर कम्पनीबाट
तपाईँहरू जोगिनु होला, सचेत रहनु होला। पीडितहरूले जबसम्म क्षतिपूर्ति पाउँदैनन् तबसम्म यो विषय हाम्रो निगरानीमा रहनेछ यो भन्न चाहन्छौँ। यति बेला कोही दर्शक हामीसँग जोडिनु भएको छ, भिडियो सम्पर्कमा आउनु भएको छ, उहाँहरूको समस्या सुन्छौँ। नमस्कार, कहाँबाट जोडिनु भयो? सर, हामी अबुधाबीबाट आइरहेको छौँ, बोलिरहेको छौँ सर। हजुर, के समस्यामा पर्नुभयो? कतिजना हुनुहुन्छ तपाईँहरू? सर, हामी अहिले 12-13 जना जति छौँ। हजुर। अनि हामी प्याराडाइज म्यान पावरबाट आएको हौँ सर। हामीलाई 1.5 महिना जति भयो, हामीलाई काम दिएको पनि छैन। अस्तिको साथीहरू गएको भिडियोमा अरू चाहिँ गए, हामी चाहिँ छुट्यौँ। हो, यही म्यान पावरबाट जानुभएका अरू केही नेपालीहरू त फर्किनु भयो, हामीले रिपोर्ट पनि देखाएका थियौँ। अब कतिजना हुनुहुन्छ तपाईँहरू? 13 जना मात्रै हो कि अथवा थप अन्य साथीहरू पनि हुनुहुन्छ? थप अन्य साथीहरू पनि हुन्छ सर। 1-2जनालाई त बाहिर लगेर त्यतिकै बाहिरै गेट बाहिर निकालिदिइरहेको छ सर, बाहिरै सुतिरहेको छ 2-3 जना केटाहरू। तपाईँहरूलाई के कामको लागि भनेर लगिएको थियो? तपाईँहरूले काम पाउनु भएको छैन अहिलेसम्म? हामीलाई सबैजनालाई फुड प्याकिङ भनेर लगाइरहेको छ सर। काम चाहिँ गरिरहनु भएको छ? काम छैन सर, काम गरेको छैन सर। 1.5 महिना भयो बसेको। हामी चाहिँ 2-4 जना यहाँ काम गर्नुहुन्थ्यो, फुड प्याकिङ भनेर क्लिनर काम लगाइरहेको थियो। क्लिनर काममा लगाउँदा पनि 12देखिबाट 14-15 घन्टा ड्युटी गर्दाखेरि पनि हामीलाई छुट्टी माग्दाखेरि छुट्टी पनि दिएन। हजुर। अनि एक दिन छुट्टी बस्दाखेरिको यहाँ एकजना यहाँ दाइको बुढा काटेर छुट्टी बस्छु भनेर भन्दाखेरि पनि यहाँनिर 4-5 हजार दिराम लाग्छ, तेरो इन्सुरेन्स कार्ड पनि आएको छैन, त आफैले पैसा मगाएर नेपालबाटै पैसा मगाएर त उपचार गर, हामीले पैसा दिँदैनौँ भनेर भन्छ। ए, अनि तपाईँहरू सबैजनालाई लग्नका लागि चाहिँ फुड प्याकिङको कामका लागि भनेर लगियो, तर सबैजनालाई चाहिँ क्लिनरमा काम लगाइरहेको हो अहिले म्यान पावर कम्पनीले? हो सर। अनि म्यान पावर कम्पनीले के भनिरहेको छ? किनभने केही साथीहरू त नेपाल फर्किसके, तपाईँहरू जस्तै समस्या भएका होइन, उहाँहरूको उद्धार भइसकेको छ। अहिले अब म्यान पावर कम्पनीले के भनिरहेको छ भन्नुहोस् त? तपाईँहरू कुराकानी त भइरहेको होला नि त तपाईँहरूको? केही छैन सर, केही रेस्पोन्स नै गरेको छैन सर। कति म्यासेज गर्यो, फोन गर्यो सर, घरबाट आफन्तलाई पठायो सर, केही रेस्पोन्स नै गरेन सर। ए, भनेपछि 1.5 महिनादेखि तपाईँहरू कोठामै हुनुहुन्छ, काममा जानु भएको छैन? अनि खाने बस्ने त त्यही बसिरहनु भएको छ, खानाको प्रबन्ध कसले गरिरहेछ? अहिले सर खानाको प्रबन्ध अब अरू साथीहरूको कोही काम गर्दै हुनुहुन्छ, पहिलाको साथीहरू, अब वही साथीहरूसँग सापट माग्दै अहिले खाना खाइरहेको छ। ए, अनि तपाईँहरू त्यहाँ दूतावासको सम्पर्कमा पुग्नु भयो त? दूतावासले के भनिरहेको छ भन्नुहोस् त? छैन सर, दूतावासमा कहाँबाट सम्पर्क गर्ने पनि थाहा भएन सर। अनि यो यहाँबाट अब जानलाई पनि हामीसँग पैसा पनि छैन, पैसामा पनि अब दिनको 10 दिराम जस्तो त खानाले खर्च लाग्छ। तपाईँहरूको परिवार यहाँ म्यान पावर कम्पनीको कार्यालयमा पुगिसक्नुभयो, यो गुनासो राखिसक्नुभयो, तर त्यति गर्दा पनि समाधान भएन होइन? भएन सर, भएन। के छ उहाँहरूको भनाइ चाहिँ के छ भन्नुहोस् त? सर 2 दिन पूर्व अस्तिको महिना यो मार्च 1 मा 2 दिन पूर्व 2 दिन पछाडि म कुरा गर्छु, म मिलाउँछु भनेर भन्दै हुनुहुन्थ्यो। त्यसपछि फेरि अहिलेसम्म भइसक्यो, केही रेस्पोन्स नै गर्नु। फोन गर्दाखेरि फोनै उठाउनु हुँदैन, उनीहरूबाट परिवारले पनि फोन गर्दाखेरि फोन उठाउनु हुँदैन। कतिचोटि धेरैचोटि जानलाई पनि उहाँहरूको पनि काम छ, अब कतिचोटि चाहिँ म्यान पावरमै बस्नुलाई पनि नमिल्ने। अब तपाईँहरूको भनाइ चाहिँ के छ ल भन्नुहोस् त? अब म्यान पावर सञ्चालकसँग हामी यस विषयमा फेरि पनि कुराकानी गरौँला। तपाईँहरूको भनाइ चाहिँ के हो? अब हामीलाई सर नेपाल फिर्ता लिएर आउनु पर्यो सर। यो काममा यसरी यहाँबाट त सर एकदम मान्छेलाई पनि त्यस्तो व्यवहार गर्दैन सर। यो 2-4 जना त हाम्रो साथीहरू बाहिर सुतिरहेछ सर, यस्तो कम्पनीमा हामी काम गर्दैछौँ। हस्, ठिक छ। तपाईँहरूको समस्या पनि हामी सम्बन्धित म्यान पावर कम्पनी समक्ष राख्नेछौँ र दूतावासलाई पनि हामी खबर गर्नेछौँ। दूतावासमा तपाईँहरूले पनि एकपल्ट आफै पनि सम्पर्क गर्नुहोला। हामी सम्पर्क गर्ने माध्यमबारे तपाईँलाई जानकारी गराउनेछौँ, लगत्तै हाम्रो टिमले सम्पर्क गर्नेछ। अहिलेका लागि छुट्टिन्छौँ, सुरक्षित रहनुहोला, केही समय धैर्य गर्नुहोस्, तपाईँहरूलाई पनि हामी मद्दत गर्छौँ है त। हस् सर। दर्शकहरू, यति बेला उहाँहरू
हामीसँग सम्पर्कमा आउनुभएको थियो भिडियो मार्फत विदेशमा दुःख पाइरहनुभएका साथीहरू हुनुहुन्थ्यो। यही म्यान पावर कम्पनीबाट सोही ठाउँमा पुगेका केही नेपाली युवाहरूलाई यसअघि नै हामीले उद्धार गरी नेपाल ल्याउन सफल भएका थियौँ। हाम्रो सहयोगमा सानो प्रयासले उनीहरू नेपाल आउन सफल भएका थिए र थप पीडितहरू पनि त्यहाँ रहेको जानकारी भर्खरै हामीलाई प्राप्त भएको छ र यस विषयमा पनि हामी गम्भीर रूपमा म्यान पावर कम्पनीको ध्यान आकर्षण गराउनेछौँ, जवाफ लिनेछौँ र दूतावाससँग पनि हामी समन्वय जरुर गर्नेछौँ। अब अर्को विषयतर्फ यहाँहरूको ध्यान आकर्षण गराइहाल्छु। गोरखाका भुवन केसी र नवलपरासी बर्दाघाटकी मन्जु पाठक। भुवन र मन्जु अहिले अस्ट्रेलियामा मोज मस्तीको जीवन बिताइरहेका छन्। यता यिनीहरूबाट ठगीमा परेका पीडितहरूको भने नेपालमा बिल्लीबाड छ। ललिता शाही, भरत शाही, नरेश केसी लगायतलाई अस्ट्रेलिया लैजाने भन्दै भुवन र मन्जुले 8 लाख, 9 लाख, 10 लाखसम्म रकम असुलेका थिए। मन्जु र भुवनले लिएको पैसा फिर्ता गरेका छैनन्। उल्टो भन्छन् प्रहरीमा जाऊ कि मिडियामा जाऊ, हामीलाई केही फरक पर्दैन, किनभने हामी नेपालको संयन्त्र बाहिर छौँ। पीडितको गुनासोका आधारमा तयार पारिएको यो विशेष रिपोर्ट हेर्नुहोस्। एटौडाकी जानुका ढुङ्गाना र उनको ग्याङ मिलेर बेलायत पठाउने नाममा जसरी धेरै नेपालीलाई ठगेका थिए, त्यस्तै शैलीमा अस्ट्रेलिया पठाउने भनेर गरिएको ठगीको अर्को एउटा प्रकरण सीधा कुरा जनतासँग सम्म आइपुगेको छ। ठगहरूको यो समूह यति धेरै जब्बर र थप अपराध उन्मुख छ कि समूहले पीडितहरूलाई उल्टै धम्क्याउँछ र भन्छ तिमीहरू मिडियामा गए जाऊ, मुद्दा हाले हाल, हामीलाई कसैले पनि छुन सक्दैन। रोजगारी दिलाउने नाममा सोझा सिधा युवाबाट लाखौं ठगी गरेर उल्टै यस्तो हुक्कार गर्ने ठगहरू हुन् गोरखाका भुवन केसी र नवलपरासी बर्दघाटकी मन्जु पाठक। भुवन र मन्जु अहिले अस्ट्रेलियामा मौज मस्तीको जीवन बिताइरहेका छन्। यता यिनीहरूबाट ठगीमा परेका पीडितहरूको भने बिल्ली बाँधको अवस्था छ। भुवन र मन्जुले दक्ष जनशक्तिलाई अस्ट्रेलियन सब क्लास 482 वर्गको भिसामा उडाउने भन्दै यी ठगहरूले प्रलोभनमा पारेर दाङ तुलसीपुरका 3 जना ठगीमा परेका छन्। भुवनले अस्ट्रेलियामा आफ्नै द सेकिङ ह्यान्ड्स भन्ने रेस्टुरेन्ट छ, त्यही रेस्टुरेन्टमा काम लगाइदिन्छु भनेका थिए। मासिक 3 लाख रुपैयाँसम्म कमाई हुने आश्वासन पनि दिएका थिए। यही आश्वासनमा परेर दाङका ललिता शाही, भरत शाही र नरेश केसी ठगीमा परेको भन्दै सिधा कुरा जनतासँगको सम्पर्कमा आइपुगेका छन्। फेसबुकको थ्रोबाट चिन्जान भएको, त्यसपछि कुरा हुँदै गइसकेपछि मेरो यहाँ रेस्टुरेन्ट छ, म रेस्टुरेन्टमा तिमी र तिम्रो भाइ पीडित रहेछ, यतिकै बसिरहेको रहेछ, खालि म ल्याउन सक्छु, बेरोजगार रहेछ, 482 भिजा छ यहाँ, अनि के गर्छौ त भन्न थाल्यो। भनिसकेपछि हुन्छ हामी अब अप्लाई गर्छौँ भनेर मैले कुरा राखिसकेपछि भाइले र मैले पैसा हाल्यौँ। उसले दिएको अकाउन्ट मन्जु पाठक मेरो लोयर हो भनेर उसले खाता दियो। खाता दिइसकेपछि त्यही खातामा हामीले पैसा हालेको हो। भुवन केसी नाम गरेको व्यक्तिले चाहिँ अस्ट्रेलियामा काम गर्न लैजान्छु भनेर चाहिँ रेस्टुरेन्टमा भनेर चाहिँ हामीलाई यसरी दिदीबाट मार्फत भइसकेपछि दिदीहरूले पनि पैसा हाल्नुभएको छ। अनि उसले चाहिँ के भनिसकेपछि मेरो अस्ट्रेलियामा 2 ठाउँमा रेस्टुरेन्ट छ, एउटा तास्मानियामा छ र अनि अर्को एउटा कुन ठाउँ त्यो नाम चाहिँ थाहा भएन मलाई, त्यहाँ छ। अनि त्यहाँ म चाहिँ ललितालाई र उसलाई चाहिँ तास्मानियामा राख्छु, अनि मेरो भाइ पनि छ ऊ गरेको, अनि तिमी 2 महिनालाई चाहिँ उता राख्छु भनेर भनिसकेपछि चाहिँ त्यसरी पैसा लग्यो। देशको कन्डिसन पनि त्यस्तै छ, अब सबैको लहरै अब बाहिर जाने भनिसकेपछि मलाई पनि एउटा देश अस्ट्रेलिया भनेको त ठुलो देश पर्यो। ठुलो देश मलाई पनि अब ठिक छ त, मलाई पनि अपर्च्युनिटी मिल्ला, मेरो लाइफ बेटर होला भनेर सोचेर चाहिँ म चाहिँ त्यसरी त्यसको चासोमा आइसकेपछि मैले 6 लाख हालिसकेपछि अर्को इन्सुरेन्सको लागि 3 लाख हाल्ने भनेर भने। त्यति बेला चाहिँ मैले धेरै क्वेसनहरू गरेँ त्यसलाई, तपाईँले यति लिनुहुन्छ, यति दिनुहुन्छ, तपाईँले कहिले पैसा लगिसकेपछि कन्ट्याक्टमा नआउने, अनि नआइसकेपछि जब तपाईँलाई पैसा चाहिन्छ त्यति बेला तपाईँले छिट्टो हाल भनिसकेपछि अनि कसरी हुन्छ भन्ने बित्तिकै मान्छेसँग पैसा हुन्छ, पैसा हुँदैन भन्दाखेरि चाहिँ त्यसले चाहिँ धेरै धम्की दिन लागेपछि मैले पैसा नहाल्ने निधोमा गएँ। अनि नगइसकेपछि अनि दिदीहरूसँग कुरा भएछ, अनि दिदीहरूले चाहिँ त्यो भाइले त नहाल्ने यताउति भनिसकेपछि अनि दिदीहरूले पनि धेरै सोचिसकेपछि दिदीहरूले हालिसकेपछि अनि बल्ल मैले पछाडि चाहिँ 3 लाख रुपियाँ हालेको। जग्गा बेचेर आन्टीले दिनुभएको थियो, मेरो मम्मीलाई दिनुभएको थियो। सम्बन्ध पनि अहिले त्यस्तै भइरहेछ, कटकट भइरहेछ, अहिले राम्रो छैन। यसले गर्दा त्यही भएर कसरी हुन्छ के हुन्छ यसलाई चाहिँ कारबाही गर्नु पर्यो, सबै मिलेर सहयोग गरिदिनु पर्यो, के हो कस्तो हो कसरी हुन्छ।
पीडित ललिता साईको भुवनसँग फेसबुक मार्फत चिन्जान भएको थियो। त्यही चिन्जानका क्रममा भुवनले अस्ट्रेलियामा आफ्नो रेस्टुरेन्ट रहेको र त्यसमा केही कामदार चाहिएको सुनाएका थिए। भुवनको यस्तो अफर सुनेपछि ललिताले आफ्नै भाइ भरत साई सहित +2 पास गरेर बसेका नरेश केसी सहितका केही युवालाई अस्ट्रेलिया जाने प्रक्रियामा सामेल गराएकी थिइन्। त्यसपछि जमिन बिक्री गरेर भए पनि उनीहरूले अस्ट्रेलिया जाने रकम जुटाए। भुवनले भने बमोजिम नवलपरासीकी मन्जु पाठक, म्याग्दीका तोरण बहादुर भण्डारी, म्याग्दीकै मोहन कुमार पुन र रूपन्देहीका नरेश र ढुङ्गानाको विभिन्न ब्याङ्कमा रहेको खातामा रकम जम्मा गरे। भुवनले तोके बमोजिमका यी व्यक्तिहरूको खातामा ललिताले 9 लाख, भरतले 8 लाख, नरेशले 10 लाख जम्मा पनि गरे। यसबाहेक दाङकै प्रदीप घरतीले 10.5 लाख र भुवन बोडा थोकीले पनि 9 लाख रुपैयाँ जम्मा गरे। यी प्रमाणहरू हेर्नुहोस्। भुवनले मन्जुलाई आफ्नो वकिल हो भन्दै पीडितहरूलाई चिनाएका थिए। पीडितहरूबाट रकम वसुलेपछि पछिल्लो 1 वर्षदेखि उनै मन्जु र भुवन सम्पर्कविहीन छन्। पीडितहरूले वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेपछि मन्जु पाठक, तोरण बहादुर भण्डारी, मोहन कुमार पुन र नरेश ढुङ्गाना विरुद्ध गत असार 7 गते नै पक्राउ पर्ची जारी पनि भएको थियो। तर अहिलेसम्म पीडितहरूले न्याय पाउने वातावरण पनि बनेको छैन। यो ठगी प्रकरणका मुख्य नायक भुवन केसी भने पीडितहरूसँगको कारोबारमा प्रत्यक्ष संलग्न नभएको कारण कानुनी उल्झनबाट जोगिन सफल भएका छन्। मैले विश्वास गर्नु पर्थ्यो, मैले विश्वास गरेँ, त्यही गल्ती भयो। अब मैले गल्ती गरिसकेँ, अब म सुधारतिर लागिरहेको छु। अब कसरी हुन्छ, यिनीहरू मान्छेहरूबाट पैसा चाहियो। 5 जना हामी पीडित हो, 5 जनाको पैसा आउनुपर्छ, नभए यिनीहरू नेपाल आउनै पर्छ। यति चाहिँ गरिदिनु पर्यो हजुर। अब यिनीहरू अस्ट्रेलियामा लुकेर बसिरहेको छ। अब हामी